150 वर्ष अघि काठमाडौँबाट पोखरा आएका नेवारहरूले बसालेको बस्ती, पेसा, पहिचान र थात थलो गुम्ने सङ्कट भोगिरहेका जलारीहरूको कथा। पोखरा सहरको कथा। पुरानो ढुङ्गा पानीको छाल पालगरु कसरी, उनी छिन पारी तरेर लौर्न भेटु म कसरी। स्वर कर्णदास, शब्द बिबी थापा, सङ्गीत सुन्दर थापा। बिहान 4:30 बजेको छ। होटेल र रेस्टुराँमा बालिएका चम्किला बत्ती फेवातालमा टल्किरहेकै छन्। त्यही बेला ताल वरिपरि ससाना घरमा बसोबास गर्ने जलारी समुदाय मोबाइल लाइट बालेर फेवातालतिर बढ्छन्। अन्धकारमा मोबाइल लाइट पिलपिल पार्दै हिँडेको जलारी समूह जुन किरीका लहर जस्तै देखिन्छन्। उनीहरूले फेवाताल किनार आआफ्ना डुङ्गा बाँधेका छन्। चौपायालाई दाम्लोले बाँधे झैँ रुखमा गाँठो पारेर बाँधिएका यिनै डुङ्गामा जलारीहरूको पुस्तैनी जीवन बाँधिएको छ। उनीहरू डुङ्गाको दाम्लो फुकाएर मोबाइल लाइटमा फेवातालतर्फ बहन थाल्छन्।